यदि कपाल झर्छ भने त्यसलाई कन्ट्रोल कसरी गर्ने त? यो भिडियो पुरा हेरेर जानुहोला। यसमा रिजनको साथसाथै कन्ट्रोल गर्ने उपायहरू पनि भन्नेछु। कपाल झर्नुका धेरै कारणहरू हुन सक्छन्। सबैभन्दा पहिला छ तपाईँ स्ट्रेस लिनुहुन्छ र तपाईँको स्लिप क्वालिटी राम्रो छैन भने तपाईँमा कपाल झर्ने समस्या देखा पर्दछ। अनि दोस्रोमा छ तपाईँमा न्युट्रिएन्ट्सको कमी भएमा, जस्तै प्रोटिन, आइरन, बायोटिन, भिटामिन डी जस्ता न्युट्रिएन्ट्सहरूको कमीका कारणले गर्दा पनि तपाईँमा कपाल झर्ने समस्या देखा पर्दछ। तेस्रोमा छ तपाईँको शरीरमा डिएसटीको लेभल बढी भएमा पनि कपाल झर्ने समस्या देखा पर्दछ। र चौथोमा छ जेनेटिक्स, वंशानुगत गुणका कारणले पनि तपाईँमा कपाल झर्ने समस्या देखा पर्दछ। कपाल झर्ने समस्यालाई कसरी समाधान गर्ने त? सबैभन्दा पहिले तपाईँ स्ट्रेस कम लिनुहोला, स्लिप क्वालिटी इम्प्रुभ गर्नुहोला, सकेसम्म 6 देखि 8 घण्टासम्म सुत्नुहोला। दोस्रोमा छ हाई प्रोटिन डायट लिने, जसको कारणले गर्दा बडीमा केराटिन लेभल बढ्छ र कपाल बलियो हुन्छ। तेस्रोमा छ जुन न्युट्रिएन्ट्स तपाईँको शरीरमा कम छ त्यसको सप्लिमेन्ट लिने, जस्तै बायोटिन, भिटामिन D3 र जिङ्क। चौथोमा छ यदि तपाईँको शरीरमा डिएसटीको लेभल बढी छ भने डिएसटी लेभलमा ध्यान दिने, डिएसटी लेभललाई कम गर्ने। यदि धेरै नै कपाल झर्छ भने तपाईँ मिनोक्सिडिल, भाइग्रा लिन सक्नुहुन्छ, बट यो डाक्टरको रिकमेन्डेसनबाट नै लिनुहोला। ख्याल राख्नुहोस् र मेरो च्यानल सब्सक्राइब गर्नुहोस् यदि तपाईँलाई कुनै भ्यालु मिल्छ भने।